एग फ्रिजको कुरा आउँदाखेरि अनि त्यो भर्जिन बच्चाहरू पनि एग फ्रिज गर्न मिल्छ भनेर आउँछन् भाइ। त्यो भर्जिनलाई त गर्न मिलेन फेरि, बुझ्नुभयो तपाईँले? बुझेँ। अब उसको रिलेसनमा उसको पार्टनर छ भने हो मैले तलबाट जान मिल्यो। यदि भर्जिन छ, कोहीसँग रिलेसनै भएको छैन भने मेरो फ्युचरलाई म एग फ्रिज गरौँ भनेर आउँछन् नि। यो पनि हुन्छ नि, यो सोसियल मिडियाले धेरै इन्फर्मेसनहरू फ्लो गर्दा पनि अलिकति मिसगाइड गर्छ कि जस्तो लाग्छ मलाई। भनेको चाहिँ एग फ्रिज गर्नका लागि चाहिँ भर्जिनहरूले गर्न पाएन? कसरी पायो? भर्जिनको हाइमेन इन्ट्याक्ट हुन्छ, हेर्नुहोस्। अनि हामी ट्रान्स भजाइनली जानुपर्छ। हाइमेन इन्ट्याक्ट भएपछि हाम्रो प्रोब जुन ट्रान्स भजाइनल प्रोब जान सकेन होइन, उनीहरूले त गर्न पाएन त। कि चाहिँ अब भनौँ न हामी कहाँ पनि युरोपतिर त अब रिलेसनमा नबसेको, भनौँ न रिलेसन नभएको बच्चा, फिमेल बच्चाहरू सायदै कमै होला। नेपालमा त अलिकति हाम्रो कल्चरले बाइन्ड गरेछ नि त होइन। कल्चरले बाइन्ड गरेको भएर सबैले त अब जसको पार्टनर छ उनीहरूको चाहिँ गर्न सकियो, पार्टनर छैन भने त गर्न सकिएन। त्यस्तो बच्चाहरू पनि आउँछन् त, गर्न मिल्छ भनेर आउने, त्यो हुन्छ नि इन्फर्मेसन ग्यादर गर्छ अनि हामी पनि गर्ने भनेर आउनेहरू पनि छ। उनीहरूलाई सम्झाएर पठाउनु पर्छ।